हाम्रो यसो बाहिर रिमोटतिर पनि यसो क्याम्पहरू लिएर जाने ओर्ने यताउता गर्थ्यौँ। हजुर, यो हजुर। अलि 6-7 वर्ष जति भयो यो कोभिडदेखि चाहिँ हामीले हजुर, त्यो गर्न सकिरहेको छैनौँ। हजुर, हजुर। कोभिडदेखि सबै व्यवसायहरू एकदमै अ, इस उ छैन नि, हजुर, हजुर, हजुर। अगाडि बढेको छैन नि। हजुर, त्यो हजुर। कारणले गर्दा पनि अब हजुर, हाम्रो व्यवसाय त हुने नै भयो। अरू व्यवसाय पनि त्यस्तै छ क्या एकदमै। हजुर। त्यो कारणले गर्दाखेरि हामी बाहिरतिर जाने ओर्ने, यताउता कसैले बोलाउने ओर्ने यताउता त्यो पनि कम छ अहिले। पहिला चाहिँ नभए अब हामी वर्षमा 2-3 पटक यसो बाहिरतिर जान्थ्यौँ। हजुर, तर म चाहिँ बिरामीसँग उनीहरूसँग टचमै रहने, हजुर, उनीहरूको समस्या चाहिँ केही छ भने बुझिहाल्ने, हजुर, अनि त्यसपछि समाधान पनि गरिदिने। उनीहरूलाई फेरि हामी कहीँ सबै कुरा हुन्छ, हामी ग्यारेन्टी दिएर उपचार गर्छौँ त्यस्तो पनि नभन्ने, बरु हजुर। तपाईँहरूलाई अप्सन छ, कहीँ हुँ, जान चाहनुहुन्छ भनेर उनीहरूलाई जानु खुल्ला अप्सन राखिदिएपछि हजुर, मेरो विचारमा त्यस्तो बिना हामीलाई ठुलो दोष आउने ओर्ने, अब मर्ने बाँच्ने भनेको त कोसिस गर्ने हो त्यही हामीले होइन। हो नि, हो अब नि। अरू त डक्टरले सबै गर्ने त्यो होइन, पनि होइन? हजुर, हजुर। सबै टिमले भनौँ न, टिमले टिमले गर्ने हो। हजुर। अरू त सबै हाम्रो हातमा त हुँदैन। हुँदैन त त्यो हजुर। कारणले गर्दा त्यस्तो बिना ठुलो केही हामीलाई समस्या चाहिँ आएन। त्यहाँदेखि हाम्रो हुँ। लोकलमा धेरै चिनजान भएको हजुर, कारणले हजुर, उहाँहरूले पनि म राम्रै गर्ने भएको हुनाले उहाँहरूले पनि खासै त्यस्तो बिना सोच्ने होइन नि त। हजुर, 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 नराम्रो नसोचिसकेपछि यसले नराम्रो गर्दैन भनेर नसोचिसकेपछि त हजुर, हामीलाई साह्रै लोकल लेभलले पनि हजुर, अथवा सङ्घ संस्थाहरूले पनि अथवा हामीलाई गमन गर्ने जुन स्वास्थ्य मन्त्रालयदेखि लिएर हुँ। विभागदेखि लिएर सबैले पनि यो हस्पिटल चाहिँ ठिक छ है। नमस्ते दर्शकवृन्द, आज पनि कोरियन टक सो विथ प्रेम गुरुङमा सम्पूर्ण दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। सम्पूर्ण सुस्वास्थ्य रहनुहुन्छ, सुस्वास्थ्य हुनुहुन्छ होला भन्ने विश्वास त छु। र आज विशेष गरेर सधैँ जस्तो चाहिँ आज विशेष गरेर अतिथिलाई विशेष अतिथि फरक तरिकाले आज अतिथिलाई हामी ल्याएका छौँ, जुन चाहिँ अहिलेसम्म हामीले कोरियाको विषयवस्तु र कोरियाबाट फर्केका साथीभाइले गरेको व्यवसायलाई उहाँहरूलाई ल्याएर चाहिँ यहाँनिर एउटा टक सोमा हामी कुराकानी गरिन्थ्यो। तर आज चाहिँ हामी नेपालकै स्वास्थ्य सम्बन्धीको विषयलाई लिएर आज हामी कुराकानी गर्नेछौँ। र उहाँ चाहिँ हुनुहुन्छ झन्डै 2051 सालबाट चाहिँ आफ्नो स्वास्थ्य सेवामा त फार्मेसीबाट सुरुवात गर्दै 2062 सालमा चाहिँ अल्का अल्का अस्पताललाई चाहिँ स्थापित गरेर नेपालमै पुरै पहिचान गराउन सक्ने स्वास्थ्य व्यवसायी कुमार थापा दाईलाई यहाँनिर हामीले स्टुडियोमा ल्याएका छौँ। र उहाँसँग आज विशेष स्वास्थ्य सम्बन्धीको कुराहरू र विविध कुराहरूलाई हामी लिएर कुराकानी गर्छौँ। र दाईलाई स्वागत गर्न चाहन्छु। दाई नमस्कार। नमस्ते। दाई सन्चै हुनुहुन्छ? एकदम सन्चै छु। व्यस्त हुनुहुन्छ दाई है आजकल है? अलिअलि व्यस्त। व्यस्त जीवन चल्दैछ है दाजु? हजुर, दाई सबभन्दा पहिला तपाईँलाई म चियाबाट स्वागत गर्न चाहेँ। हजुर। चिया कति रुचाउनुहुन्छ दाजु? म चिया खान्छु। चिया खानुहुन्छ है? हजुर। यो घैँटे चिया चाहिँ जुन हाम्रो घैँटे चियाबाट चाहिँ मेन स्पोन्सर भएको हुँदाखेरि चाहिँ तपाईँलाई चिया हामी खाँदै चियाको चुस्कीसँगै तपाईँको अब एउटा बाल्यकालको कुराहरू एउटा मान्छेले सम्झिँदाखेरि अब एउटा कुमार थापा भनेको अब पहिल्यैबाटै एकदमै हुने खाने हो कि कसो हो होइन? यी कुराहरू पनि विविध कुराहरू आउँछ। तपाईँको मनको कुराहरू हामी चिया खाँदै गफ गर्दै अगाडि बढौँ दाइ ल। र चियाबाट तपाईँलाई फेरि स्वागत गर्न चाहेँ। चिया यो दाइ होइन? घैँटे चिया चाहिँ मेन स्पोन्सर रहेको हुँदा थोरै तपाईँलाई दिन चाहेँ। र चिया खाँदै फेरि चिया भनेको हाम्रो नेपालको एउटा संस्कार पनि रह्यो होइन? मलाई घैँटी चिया दिनमा 2 कप नखाइकन चित्तै बुझ्दैन। दाइ त अब घैँटे चियामा निरन्तर चेस गर्नु दाइ ल। ल चिया खाँदै हामी तपाईँको मनको कुराहरू सबै आज पोख्नुपर्छ दाइ। चिया कस्तो लाग्छ दाइ तपाईँलाई? चिया एकदम मलाई त घैँटी चिया चाहिँ विशेष गरेर नेपाली किनभने धेरै पकाएर त्यो डढाएको हजुर, कारणले। हजुर। नेपाली चिया यति राम्रो छ दाइ होइन? विश्वमा हाम्रो चियालाई चाहिँ हाम्रो चिया अब धुलोदेखि लिएर अब चिया भन्ने बित्तिकै हाम्रो एउटा बिहानको संस्कार नै चियाबाट हाम्रो सुरुवाती हुन्छ नि त होइन? चिया खानुभयो भन्ने चिया खानु, चिया पकाए घरमा पनि चियाबाट सुरु गरौँ है भन्ने कुराहरू हुन्छन्। यी चियालाई चाहिँ हामीले विश्वव्यापी किन गर्न सकेनौँ भन्ने कुरामा छ होइन? यही कुरालाई चाहिँ मैले 2075 सालमा चाहिँ
जुन एउटा बाहिर फुटपाथमा मात्रै चिया खाने अवस्था होइन, हामी राम्रो क्याफेमा पनि यो चियालाई चाहिँ प्रस्तुत गर्नुपर्छ भनेर एउटा मौलिक नामबाट घैँटे चियालाई सुरुवाती गरेको दाजु। एकदम राम्रो छ। ल दाइलाई तपाईँले फेरि उम्, सानो ठाउँमा पनि एकदमै राम्रोसँग म्यानेज गरेर त्यो चिज त्यो घैँटी चियाको रौनक दिनुभएको छ क्या त्यहाँ। हजुर दाइ, धेरैले रुचाइदिनु भएको छ। धेरै सबैलाई धन्यवाद पनि दिन चाहन्छु र यो चियालाई सबैले चिनारी गरौँ, विश्वलाई चिनाउने हामी। नेपालको चिया यति राम्रो छ दाइ विश्वमा होइन, हाम्रो चिया है। नेपाल चियालाई विश्वमा जस्तै एउटा अमेरिकन कफीलाई विश्वमा चिनायो जस्तै हाम्रो चियालाई पनि विश्वव्यापी गर्न सकिन्छ नि होइन। त्यही कुराले चियालाई चाहिँ हामीले माया गर्दै अझै विश्वमा चिनाउने प्रार्थना गरौँ है दाइ। दाइ अब हामी कार्यक्रम सुरु गरौँ। एकदम ल दाइलाई स्वास्थ्य सेवातिर होइन व्यवसाय गर्ने एउटा प्रेरणा छ नि, कसरी आयो दाजु? यो अब तपाईँले जुन हाम्रो 51 सालमा अल्का फार्मेसीको कुरा गर्नुभयो, त्योभन्दा अगाडि म आफ्नो नभइकन म अरू कसैकोमा काम गर्थेँ, हजुर दाजु। तर औषधि व्यवसायमै काम गर्थेँ। हजुर त्यो कारणले गरेर औषधि व्यवसायमै काम गरेको कारणले मैले पहिला काम गर्ने मौका औषधिमै पाएँ कारणले हजुर सायद यही लाइन मैले पक्रेर गएको हुनसक्छ। ए अनि हजुर त्यसपछि मात्रै 51 सालमा चाहिँ आफ्नै छोरीको नाउँमा, हजुर मेरो छोरीको नाम अलका थापा हो। हजुर अनि उसकै नाउँबाट मैले अल्का फार्मेसी हजुर हजुर स्थापना गरेको। त्यस पछाडि गएर फेरि 62 सालबाट चाहिँ फेरि त्यति बेलासम्म अब मैले उम्, फार्मेसी गरेँ। हजुर हजुर अनि ठुलो फार्मेसीको एउटा क्लिनिक पनि भयो। हजुर अनि त्यसपछि हुँदाहुँदै 62 सालमा चाहिँ त्यही ठाउँको अगाडि मैले जुन हस्पिटल अहिले खडा पुल्चोकमा गरेँ। पुल्चोकमा है, पुल्चोकबाट सुरुवाती भयो अल्का हजुर। हस्पिटलको। त्यसमा अल्का भन्नु बित्तिकै हामीले यसरी बुझ्नु पर्यो छोरीको नामबाट नामकरण हजुर गरिएको मेरो हो छोरीको भनेर। नामबाट। साह्रै भाग्यमान रहेछ छोरी दाजु। अस्ति भर्खर बिहा पनि बिहा भयो। पनि खाइयो दाइ होइन, एकदम रमाइलो पनि भयो। अँ, छोरीको नामबाट गर्दाखेरि तपाईँले एउटा नेपालव्यापी बनाउनु भयो अल्का अस्पताललाई। अल्का अस्पताल नचिन्ने व्यक्ति त अब कम विरलै छ होइन। सुनेको हुनुपर्छ। एकदमै राम्रो गर्नुभएको पहिला छ। हाम्रो यसो बाहिर रिमोटतिर पनि यसो क्याम्पहरू लिएर जाने ओर्ने यताउता गर्थ्यौँ। हजुर यो अलि 6-7 वर्ष जति भयो यो कोभिडदेखि चाहिँ हामीले हजुर त्यो गर्न सकिरहेको छैन। हजुर हजुर कोभिडदेखि सबै व्यवसायहरू एकदमै छैन नि, हजुर हजुर अगाडि बढेको छैन नि। हजुर। त्यो कारणले गर्दा पनि अब हजुर हाम्रो व्यवसाय त हुने नै भयो, अरू व्यवसाय पनि त्यस्तै छ क्या एकदमै। हजुर अनि त्यो कारणले गर्दाखेरि हामी बाहिरतिर जाने ओर्ने यताउता कसैले बोलाउने ओर्ने यताउता त्यो पनि कम छ अहिले। पहिला नभए चाहिँ हामी वर्षमा 2-3 पटक यसो बाहिरतिर जान्थ्यौँ। भोलिन्टियरको रूपमा गएर यसो जनस्वास्थ्य जस्तो गएर होइन, औषधि पनि लाने, डक्टर हजुर। पनि लाने, अनि राम्रोसँग चेकअप गर्ने, अनि त्यसपछि त्यही बिरामीलाई यहाँ आएर फ्रीमा अरू ट्रिटमेन्ट उपचार हजुर हजुर जुन टेस्टहरू हुन्छ नि हजुर त्यो पनि गर्ने, हजुर त्यो सबै गर्थ्यौँ हामी। यस अब क्षेत्रमा गएर यसो गर्नुहुन्थ्यो है। कोभिड पछाडि त धेरैलाई धेरै असर पारेको छ व्यवसायलाई पनि। कोभिड पछाडि चाहिँ हामीले त्यो हजुर गर्न त्यही सकेन। जेनजी आयो के आयो होइन, त्यसले गर्दा पनि निकै अप्ठ्यारो पार्छ। जस्तो अब दाइको सङ्घर्ष कालमा सबैभन्दा गाह्रो र दुःखको छ नि सङ्घर्ष कालमा है, सङ्घर्ष कालमा सबैभन्दा गाह्रो दुःखको क्षणलाई अहिले कसरी स्मरण गर्नुहुन्छ? अब यस्तो भयो, मेरो घर परिवारमा त्यस्तै किसिमको भयो। आमा सानैमा बित्नुभयो। हजुर अनि 4 वर्षको उमेरमै आमा बित्नुभयो। म हुर्केको बढेको सबै मामा घरमा हो। हजुर मामा घरको अब आफ्नो फ्यामिलीलाई भन्दा हामीलाई त कमै त्यसको केयर गर्ने भयो नि उनीहरूले होइन। पढाउनेदेखि लिएर दायाँ बायाँ यताउता त्यो कम गर्ने भएको हुनाले म सानो उमेरमै काठमाडौँ छिरेँ। मेरो सानीमाले जुन काठमाडौँ ल्याइदिनु भयो उहाँको देवर काठमाडौँमा भएको कारणले। अनि त्यो उहाँको देवर पनि औषधि व्यवसायमै हुनुहुन्थ्यो। त्यहीँदेखि नै अब त्यो नबुझे पनि नजाने पनि त्यही व्यवसायमा म पहिला 10-11 वर्षदेखि नै त्यही लाइनमै छिरेँ। हजुर अनि पछि हुँदाहुँदै काम पनि त्यहीअनुसार औषधि व्यवसायमै पाएँ। अनि त्यही व्यवसायलाई राम्रोसँग टाइम दिएर मतलब धेरै समय दिएर काम गरेको हुनाले मलाई अलिकति यसमै बढी भयो। अनि त्यसपछि हाम्रो अल्का फार्मेसी जुन स्थापना गरिसकेपछि त्यो अल्का फार्मेसी राम्रो चलेको कारणले नै मलाई हौसला बढ्यो। किनकि अगाडि बढ्ने हौसला। हजुर त्यो हौसलाले नै मैले आज यो संरचना बनाउन सकेको। कुनै बुवा आमाको कसैको आफन्तहरूको टन्न सम्पत्तिको कारणले चाहिँ त्यस्तो आफ्नै परिश्रमले आफ्नै सबै आफ्नै हो। हजुर दाइले एउटा कुरा गर्नुभयो होइन, बुवा
म उहाँको चाहिँ अब माया नपाइकन मौली घरमा हुर्केँ। हजुर। र मौली घरमा हुर्के पश्चात फेरि मौली घरको त्यस्तो अब संरक्षण त्यति राम्रो पाइएन। त्यस पछाडि गएर म चाहिँ अब भौतारिँदै काठमाडौँ छिरेँ होइन। काठमाडौँ छिरेपछि एउटा फार्मेसी लाइनमा चाहिँ भाग्यवश रोजगारी पाएँ। रोजगारीको सिलसिलामा हुँदै हुँदै गएर अहिले अल्का हस्पिटलको सञ्चालक साउजी बन्नु मालिक बन्नुभएको छ होइन। यसमा हजुर। कस्तो लाग्छ दाइलाई? मलाई त अब यो एक किसिमले कहिलेकाहीँ यसो सोच्दाखेरि भगवान्ले गजब मलाई दिनुभयो हजुर। होइन। किनकि म डक्टर पनि होइन होइन, अरू कुनै ठुलो डिग्री हासिल गरेको मान्छे पनि होइन। हजुर। त्यो कारणले गर्दाखेरि मलाई यो बिस्तारै यो फार्मेसीमा काम पाउनु अनि आफ्नो फार्मेसीलाई राख्नको लागि आफूलाई क्षमता मतलब अलिकति उजागर गर्नु, अनि त्यही फार्मेसी राम्रोसँग चल्नु, त्यो चलेको कारणले अगाडि बढ्नको लागि हामीलाई हौसला दिनु, यो सबै मलाई अचम्म लाग्छ कहिलेकाहीँ यो। हजुर। त्यही भएर म आजकल त्यस्तो बिना कसैलाई होच्याएर बोल्ने अथवा आफू मै हुँ भन्ने त्यस्तो किसिमको मलाई केही लाग्दैन। किनकि जिन्दगी म हो नि दाइ। धुलो माटोमै दाइ। उ गरेर हुर्केको मान्छे हो। हजुर, हजुर। होइन, त्यो कारणले गर्दाखेरि आफैले परिश्रम गरेर, आफैले कमाएर, दुःख गरेर गरेका चिज भएको हुनाले मलाई यो ठुलो चिज हुन्छ नि, मान्छेहरू अलिकति पैसा कमाउन साथ घमण्डी आफूलाई हुने के नै हो है। भन्ने हजुर, होइन, हजुर। आफूलाई मान्छे नगर्ने, त्यस्तो किसिमको चाहिँ मलाई लाग्दैन। सकेसम्म अरूलाई बरु हेल्प गरौँ। हजुर। आफूले त्यस्तो किसिमको अरूलाई पीडा पर्ने काम कुरो कुराहरू गर्दाखेरि, गफसफ गर्दाखेरि पनि त्यस्तो किसिमको गर्न मन हजुर। लाग्दैन। मैले अब अझै दाइलाई 4-5 वर्षै भयो दाइसँग नजिक भएर। दाइको जुन हेर्छु नि, एउटा सानो बाटोमा हिँड्ने बालकसँग पनि बोलिराख्नु भएको हुन्छ। नर्मल व्यक्तिसँग पनि हाँसिरहेको हुनुहुन्छ होइन। त्यो कति राम्रो लाग्छ है दाइ। तपाईँले कहिले पनि म अल्का छौ भनेर कहिले पनि चिनारी गर्नुहुन्न होइन। त्यो चाहिँ एउटा बाल्यकालबाट एउटा हामीले म पनि त एउटा पूर्व ताप्लेजुङमा हुर्केको मान्छे होइन। 13 वर्षमा मैले पनि चप्पल लगाएको। म पनि हाम्रो गाउँघरको स्थिति त्यही त हो नि त, एकदम नाजुकै थियो। एसएलसी मैले 44 सालमा पास गरेँ, 45 सालमा। त्यस पछाडि गएर मैले घरको स्थितिले उच्च शिक्षा गर्न सकिनँ। आर्थिक त थिएन, आर्थिकले गर्दा भनौँ न होइन। र गाउँमै मैले 2 वर्ष त्यसरी शिक्षण पेसा पनि गर्दै त्यसरी म पछि गएर भाग्यवश एउटा कोरिया पुग्न अवसर मिलेको थियो होइन। त्यसले गर्दा चाहिँ आफ्नो परिश्रम हामी पनि उच्च शिक्षा मैले पनि गरेको छैन म पनि, तर म चाहिँ भोगाइले नै प्र्याक्टिकलले नै यहाँसम्म आइपुगेँ दाइ होइन। र प्र्याक्टिकल भनेको चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट नै हुँदछ होइन। अब दाइले एउटा भन्दै जाँदाखेरि जुन बाल्यकालमा बुवा आमाको माया बाट अलिकति टाढियो भन्नुभयो नि, त्यो कसरी यस्तो हुन्छ दाइ? त्यो अब नेपालीहरूको अक्सर गरी इन्डियामा पनि देखिन्छ कहिलेकाहीँ। हजुर। घरको मान्छेहरूकोले त्यति केयर गरेन अथवा बुवाले त्यति केयर गर्नु भएन, घरको आफन्तहरूले केयर गरेनन् भने चाहिँ छोरी चेली चाहिँ माइतमा जाने चलन छ नि। हजुर, हजुर। हो, मेरो पनि सेम त्यस्तै त्यो हो। कालमा है? त्यो खालको भएको हुनाले मेरो माइत मेरो मामावलीमै बढी मेरो केयर भयो। हजुर, हजुर। मेरो आमा पनि मावलीमै बित्नुभयो। हजुर। घरको केयर नहुनाले बुवाले त्यति वास्ता नगर्ने। हजुर। बुवाले बाहिर आफू घुम्ने, मस्ती गर्ने, तर घरको केयर नगर्ने भएको पारिवारिक चाहिँ हुनाले वास्तवमा पारिवारिक चाहिँ केही पनि जिम्मेवारी नै नलिने। हजुर। त्यो कारणले गर्दाखेरि चाहिँ मेरो आमा, मेरो सानो भाइ पनि थियो। भाइ पनि दाइ पनि थियो। त्यतिखेर बच्चामै बित्यो ऊ चाहिँ। सानैमै बित्यो। सानोमै बित्यो। ऊ 2 वर्षमा बित्यो, म 4 वर्षको थिएँ। हजुर, हजुर। अनि त्यतिखेर लगभग अलिकति त्यो 4 वर्ष 1 वर्षदेखि नै भनौँ न 6 महिना 1 वर्षदेखि नै लगभग 10-11 वर्षसम्म मामावलीमै हामी हुर्केको। हजुर। अब भनौँ न घरको मान्छेले त्यति केयर नगरेको भएर। हो नि, हो नि। जो भने अलिकति अब माउली भन्ने बित्तिकै अलिकति त्यति साह्रो संरक्षण पाइँदैन। उहाँहरूकै आफ्नो परिवारलाई भन्दा, आफ्नो छोराछोरीलाई भन्दा त अब छोरीको बच्चाहरूलाई त त्यति धेरै त जसले पनि गर्दैन नि। अहिले मामाहरू हुनुहुन्छ? मामाहरू हुनुहुन्छ। अहिले त भेट्नुहुन्छ होला? होइन, म आउन जाने मेरो मावली नै हो। किनभने म त्यहीँ हुर्केको भएको हुनाले घरमै वर्षमा एकचोटि पनि जाँदिनँ, तर मावली चाहिँ म गइरहन्छु। किनभने त्यहीँ चिनाजानी भयो नि त बढी। दाइको मावली कता? पनौती। पनौती नै? मल्पीमा काभ्रे पनौती है। दाइको मैले जुन एउटा कुनै इन्टरभ्यूमा मैले हेरेको थिएँ होइन, त्यहाँबाट यसो बुझ्दाखेरि दाइको कहानी एउटा पृष्ठभूमि के एकदमै मर्ममित थियो कि एकदमै है। जस्तो म त त्यो सुन्दाखेरि कुमार दाइ त यस्तो होइन जस्तो मैले लागेको थियो कि त्यो सुनेपछि मलाई
कता कता दाइको छ नि अझै बुझ्नु मन लाग्यो कि अँ, त्यही भएर टक सोमा दाइलाई ल्याउनुपर्छ भनेर अँ, आज टक सोमा आएँ। दाइले समय निकालिदिनु भयो, धन्यवाद त्यसको लागि होइन। उम्, दाइ बाल्यकालमा छ नि एउटा गाउँमा हुर्किनु भयो नि बाल्यकाल त होइन। बाल्यकालमा दाइको अवस्था र पृष्ठभूमिको बारेमा अलिकति बताइदिनुहुन्छ है? अब हामी मल्पीमा पनौती मल्पीमै हुर्क्यौँ हजुर 10-11 वर्षसम्म। अनि त्यसपछि काठमाडौँ आयौँ। काठमाडौँमा मेरो सानीमाको देवरसँग बस्नु सुरु गरियो। हजुर हजुर अनि सानीमाको देवर पनि एसएलसी पास गरिसकेपछि उहाँ चाहिँ आफ्नै घरतिर बनेपा हो घर उहाँको। त्यहाँ लाग्नुभयो। त्यहाँ लागेपछि एक्लो भइयो अब। हजुर अब एक्लो भइयो भनेपछि त मैले आफैले परिश्रम गर्नुपऱ्यो। त्यतिखेर म 13 वर्षको थिएँ। 13 वर्ष है दाइ? 13 वर्षदेखि नै म सायद एक्लै नै सङ्घर्ष गर्न सुरु सङ्घर्ष भइसकेको थियो। गर्दै हजुर म हुर्किया हो। काम हजुर चाहिँ म 10-11 वर्षदेखि नै काम गर्नै थाल्या हो। स्कुल पनि तर त्यही एक्लै 2 क्लाससम्म म काभ्रेमा काभ्रै पढ्नु गरेँ। हजुर त्यसपछि चाहिँ यहाँ हाम्रो रानीवन भन्ने लाजुङपाटमा हजुर एउटा हजुर स्कुल थियो। हजुर त्यहाँ सरकारी थियो स्कुल थियो होइन? 5 क्लाससम्म। हजुर त्यसपछि दरबार स्कुलमा पढेको। ए हजुर हजुर त्यो शिक्षा त्यहाँबाट त्यहाँबाट चाहिँ म अरू कलेज चाहिँ हाम्रो क्षेत्रपाटी पब्लिक क्षेत्रपाटमा हजुर हजुर कलेज। कलेज पढ्ने स्थितिसम्म चाहिँ मौलिक घरबाटै तपाईँलाई हेरविचार भयो कि कसो दाजु? तर त्यो त आफैले हो। त्यो आफै कुनै आफै दिन गयो, कुनै दिन गएन। रोजगारी गर्दै होइन? रोजगारी गर्नु परिहाल्यो होइन। हजुर अनि त्यसपछि जब 51 सालदेखि चाहिँ म अब आफैले नै सुरु गरेको भएर हजुर झन् हजुर त्यहाँ झन् बिजी भयो। हजुर हजुर त्योभन्दा अगाडि अरूकोमा काम गर्ने झन् बिजी होइन। हजुर त्यो कारणले रेगुलर शिक्षा चाहिँ अगाडि बढ्न पाएन। जस एउटा आफ्नो बाल्यकालको एउटा सङ्घर्ष, बाल्यकालको दुखाइ, भोकाइ ती विविध कुराले गर्दा दाइको स्ट्रगल चाहिँ एकदमै सङ्घर्षमय नै भयो होइन? अब एकदम सङ्घर्षमय हजुर भयो। अब जिन्दगी त सङ्घर्ष नै हो हुन त होइन? जहिले पनि अब सङ्घर्ष नगरे त केही पनि छैन। तर अब उमेर ढल्किँदै जाँदा सङ्घर्ष अलिकति कम हुने भन्ने होइन, त्यो पनि सङ्घर्षै भइरहेकै हुन्छ होइन? त्यसले गर्दा जीवन यसरी नै जान्छ अहिले दाइ। पनि अब बिरामीको फोन आउँछ। फोन आइसकेपछि उनीहरूलाई फोन नउठाए कल ब्याक गर्नुपर्यो। उठायो भने उनीहरूको समस्याको बारेमा बुझिदिनु पर्यो। डक्टरलाई भनिदिनु पर्यो। त्यहाँ हाम्रो बेड साइडतिर नर्सिङ स्टाफहरूलाई भन्नु पर्यो। इमर्जेन्सीको स्टाफहरूलाई भन्नु पर्यो। हजुर सहजीकरण गरिदिनु पर्यो। हजुर यसैमा बिजी मेरो लाइफ। कहिले कहिले स्वयंसेवक जस्तो पनि भइन्छ होइन? दाइ अब जो अहिले अब फार्मेसीदेखि लिएर हिसाब गर्दाखेरि त अब 3 दशककोमा अहिले 3 दशक भयो। स्वास्थ्य सेवामा निरन्तर लाग्दै हुनुहुन्छ होइन? निरन्तर गर्दै हुनुहुन्छ। जस्तो अब यो बिचमा छ नि जुन अस्पतालको खोल्ने बिचमा चाहिँ कुनै यस्तो बेला कुनै अप्रिय घटनाहरू घटेको अवस्था छ दाइ? अब हस्पिटल सुरु गरिसकेपछि अलिकति अब सेयरहोल्डरहरूले अब आफैले एक्लै गर्न नसकिने। हजुर हजुर अब पैसाको कमीले त्यो कारणले अलिअलि सेयरहोल्डर राख्नु पर्यो। सेयरहोल्डर राख्दाखेरि सुरुमा चाहिँ राम्रै हुन्छन् होइन। हजुर हजुर त्यसपछि एकपछि अर्को उनीहरूको आफ्ना इस्युहरू, आफ्नो समस्याहरू यताउता यो भएन, त्यो भएन। अलिकति सेयरहोल्डरहरूले चाहिँ अलिकति दुःख दियो। ए सेयर होल्डरले हजुर कुन त्यसमा अब कुनै बिरामीहरू अब कुनै अवस्थाहरू घटनाहरू घटेको अवस्था छ कि छैन? त्यस्तो बिना चाहिँ मलाई त्यस्तो समस्या परेन। किन परेन भने यो तपाईँले भने जस्तो पर्थ्यो होला। हजुर तर म चाहिँ बिरामीसँग उनीहरूसँग टचमै रहने, हजुर उनीहरूको समस्या चाहिँ केही छ भने बुझिहाल्ने, हजुर अनि त्यसपछि समाधान पनि गरिदिने। उनीहरूलाई फेरि हामी कहीँ सबै कुरा हुन्छ, हामी ग्यारेन्टी दिएर उपचार गर्छौँ त्यस्तो पनि नभन्ने। बरु तपाईँहरूलाई अप्सन छ, कहीँ जान चाहनुहुन्छ भनेर उनीहरूलाई खुल्ला अप्सन राखिदिएपछि मेरो विचारमा त्यस्तो बिना हामीलाई ठुलो दोष आउने ओर्ने अब मर्ने बाँच्ने भनेको त कोसिस गर्ने हो हामीले होइन। हो नि अब अरू त डक्टरले सबै गर्ने त्यो होइन, पनि होइन? हजुर सबै टिमले भनौँ न, टिमले टिमले गर्ने। हजुर अरू त सबै हाम्रो हातमा त हुँदैन। हुँदैन दाइ हजुर त्यो कारणले गर्दा त्यस्तो बिना ठुलो केही हामीलाई समस्या चाहिँ आएन। त्यहाँदेखि हाम्रो लोकलमा धेरै चिनजान भएको कारणले उहाँहरूले पनि म राम्रै गर्ने भएको हुनाले उहाँहरूले पनि खासै त्यस्तो बिना सोच्ने होइन नि त। हजुर हजुर नराम्रो नसोचिसकेपछि यसले नराम्रो गर्दैन भनेर नसोचिसकेपछि त हामीलाई साह्रै लोकल लेभलले पनि हजुर अथवा सङ्घ संस्थाहरूले पनि अथवा हामीलाई गमन गर्ने जुन स्वास्थ्य मन्त्रालयदेखि लिएर विभागदेखि लिएर सबैले पनि यो हस्पिटल चाहिँ ठिक छ है भन्ने कुराले त्यहाँ लगाएपछि मान्छेहरूलाई त्यस्तो बिनाको एकपछि तपाईँ नराम्रो उहाँले गरेर नराम्रो भन्दा ए नराम्रो रहेछ भन्ने हुन्छ नि त। हजुर हजुर त्यो कारणबाट चाहिँ म त्यस्तो मलाई समस्या परेन। अब अल्का हस्पिटल त अब ललितपुरको त बेस्टै हस्पिटल मान्नु पर्यो, सबभन्दा धेरै बिजी हुने हजुर एकदम व्यस्त हस्पिटल पनि छ अल्का। म पनि अब अल्कैमा सबै चेक गर्छु दाइ होइन?
जस्तो अब दाइ अहिले तपाईँले भन्नु जस्तै अल्का चाहिँ सुरुमा साझेदारबाट सुरुवात भएको थियो भन्ने कुरा होइन हो साझेदार सुरुमा साझेदार गर्दै जाँदाखेरि अहिले चाहिँ अब हस्पिटल कसरी सञ्चालन गर्दै हुनुहुन्छ अब बिचमा धेरैजना सेलुलर हुनुहुन्थ्यो 25-26 जनै हुनुहुन्थ्यो तर अहिले चाहिँ हाम्रो 2जना मात्रै ए हजुर छौँ हामी धेरै छैनौँ हामी ए दुईजनाबाट 2जना अहिले चाहिँ हजुर मेन सञ्चालक दाजु हुनुभयो त्यसको पछाडि अर्को एकजना हुनुहुन्छ हजुर त्यसरी हस्पिटललाई सञ्चालन ल्याउँदै हुनुहुन्छ हजुर हजुर जस्तो दाइ छ नि एउटा हस्पिटलको जस्तो अब नेपालीहरू अब नेपालमा पनि एकदमै राम्रो राम्रो डक्टर र हस्पिटल पनि धेरै राम्रो राम्रो हस्पिटल नेपालमा हुँदै पनि अब हाम्रै अब कुटनैतिक मान्छेदेखि लिएर होइन नेपाली नागरिकहरू पनि विदेशमा चाहिँ अब उपचारलाई अझै विश्वास गरेर उपचारको लागि विदेशतिर जाने गर्छन् नि यो कारण के हो नेपालमा उपचार पद्धति राम्रो नभएर हो कि पैसा दिएर भएर हो बाहिर जाने अहिले यो जुन 47-48 देखि सुरु भएको हाम्रो नेपालमा प्राइभेट हस्पिटलहरू हजुर हजुर नभए गभर्मेन्ट हस्पिटल वीर हस्पिटल टिचिङ हस्पिटल पाटन हस्पिटल यी धेरै 3टा राम्रो, हस्पिटल हजुर, मात्रै हो हजुर। नभए खासै हस्पिटल थिएन होइन हजुर जिल्लातिर सानो हस्पिटलहरू थियो हजुर अब पहिला चाहिँ मेन पावर इक्विपमेन्टहरू दायाँ बायाँ यताउता नहुनुको कारणले बिस्तारै बाहिर जाने एउटा ट्रेन्ड बन्यो हजुर बानी लाग्यो हजुर अब अहिले चाहिँ अब हस्पिटलहरू पनि धेरै छन् मेन पावरहरू पनि छ डक्टर पनि त्यतिकै राम्रो छ मेन पावर भनेको डक्टरै भनौँ हजुर, न हजुर। डक्टरहरू पनि धेरै छन् त्यो कारणले गर्दा अहिले चाहिँ मेरो विचारमा विश्वासको कमी हो हजुर नेपालमा डक्टरहरूलाई नेपालको हस्पिटल अनि नेपाली डक्टरहरूसँग विश्वासको कमी हो हजुर विश्वास दिलाउन नसकेको डक्टरहरूले त्यो बिरामीलाई भनेर भन्छु म चाहिँ किनभने इन्डियामा कस्तो छ भने एउटा ग्रुपमा काम गर्ने एउटा शैली छ होइन एक्लै काम गर्दैनन् उनीहरू त्यो कारणले गर्दा उनीहरू विश्वास दिलाउन सके हामीले चाहिँ विश्वास दिलाउन सकेनौँ किनभने नेपालमा इन्डियाभन्दा त धेरै सस्तो छ होइन अनि त्यो कारण हुँदै पनि सबैजना धेरैसो इन्डिया अझ ब्याङ्कक होइन सिङ्गापुरहरू यस्तो जाने कारण चाहिँ मेन चाहिँ विश्वासको कमीले पनि हो अब ठुल्ठुलो हस्पिटल पनि आइसक्यो होइन तैपनि विश्वासकै कमी छ अहिले पनि त्यो विश्वास दिलाउन नसक्नुको कारण चाहिँ के होला दाजु अब यसलाई चाहिँ अलिकति गभर्मेन्टले पनि केही प्राइभेट हस्पिटललाई सपोर्ट नगरेको अथवा तिमीहरू यो लाइनबाट जाऊ भनेर एउटा प्रशिक्षण संरक्षण होइन यो कारणले नदिएको भएर पनि अलिकति अलि अब हामी नेपालीहरू विदेश उपचार गर्न जान दिँदैनौँ अब नेपालमै उपचार गर्न लाउँछौँ त्यस्तो वातावरण बनाउँछौँ तपाईँहरू पनि आफ्नो किसिमले बिरामीलाई राम्रोसँग विश्वास दिलाउनुहोस् आफ्ना क्षमताहरू प्रस्तुत गर्नुहोस् अनि त्यो ग्रुपमा प्र्याक्टिस गर्ने एउटा शैली बनाउनुहोस् त्यो कारणले गर्दाखेरि नेपाली विद्यार्थी के अरे बिरामीहरू नेपालमै उपचार गराउने किसिमको वातावरण होस् भनेर एउटा किसिमको 2-4वटा सेमिनारहरू दायाँ बायाँ यताउता सरकारले स्वास्थ्य मन्त्रालयले विभागले यो गरिदियो भने यसो गर्नुपर्ने रहेछ भनेर अभिभावक हो नि त होइन स्वास्थ्य मन्त्रालय भनेको त त्यो कारणले उहाँहरूले त्यो किसिमले गरिदियो भने अलिकति अगाडि बढ्नलाई सजिलो हुन्छ कि अब यहाँ कस्तो छ भने अब मिडिया भनौँ अथवा उपचार गर्न आउने व्यक्ति भनौँ अलिकति केही भयो भने वीर हस्पिटलसँग जाँदेर महँगो भयो अथवा टिचिङ हस्पिटलसँग जाँदेर महँगो भयो सिभिलसँग जाँदेर महँगो भयो पाटनसँग जाँदेर महँगो भयो भन्छन् मलाई त के लाग्छ भने वीर हस्पिटल टिचिङ हस्पिटल पाटन हस्पिटल भनेको चाहिँ सरकारले चलाएको हस्पिटल भयो होइन अझ पाटन त आधा सरकारी आधा आफै रेभेन्यूबाट चल्नुपर्ने हो पाटन चाहिँ अनि त्यो कारणले उनीहरू त निःशुल्क हुनु पऱ्यो नि उनीहरूसँग दाँजनी ओर्ने कुरै भएन नि सरकारले चलाएको हस्पिटल भनेको त सरकारसँग दाँजनी कुरै भएन त्यो टिचिङले वीरले यावत सरकारी हस्पिटल जति पनि सरकारले चलाएका हस्पिटलहरूले निःशुल्क गरिसकेपछि अनि त्यहाँ नभ्याएकाहरू त्यहाँ चित्त नबुझाएकाहरू त्यहाँ जान नभ्याउनेहरू के हुन सक्छन् नि होइन त्यो चाहिँ हाम्रो प्राइभेटमा आएर उपचार गर्छन् उपचार गरेकोमा चाहिँ तिमीहरू यसरी गर है त्यो भएपछि विदेश उपचार गर्न जाँदैनन् तिमीहरूले चाहिँ विश्वास दिलाऊ कि यहीँ उपचार हुन्छ त्यो पैसा नेपालमै होइन नेपालमै हुन्छ किनभने मेन पावर पनि बढ्यो यहीँ पैसा यहीँ पनि ऊ भयो बाहिर गएन पैसा होइन
जस्तै अब 1-2 जना नेताहरूले त यहीँ पनि उपचार हो नि, गरे होइन, हो नि। त्यसको एउटा एक्जाम्पल पनि छ डक्टरलाई प्रेरणा होइन, भयो, प्रेरणा हस्पिटललाई भयो प्रेरणा होइन। भयो त्यो त्यो गरेपछि कारणले होइन? गर्दाखेरि अलिकति विश्वासको कमी र अब संरक्षण अथवा अभिभावकको कमी जस्तो लाग्छ त्यो मलाई चाहिँ चाहिँ। सरकारबाट हुनुपर्छ अँ, भन्ने एउटा दायित्व होइन होइन। दाइ? त्यो पनि हो। कोरियामा पनि त्यसो त अब कोरियामा चाहिँ म अब झन् 2 दशक कोरिया बसेँ होइन। कोरियामा चाहिँ कस्तो छ भने एउटा नागरिकले स्वास्थ्य बिमा एकदमै इम्पोर्टेन्ट छ कोरियामा होइन। अब म चाहिँ कोरिया बसेँ भन्दा कोरियाको कुरा अँ, गर्छु होइन। कोरियामा चाहिँ स्वास्थ्य बिमा चाहिँ एकदमै राम्रो छ। कम्पनीदेखि लिएर अब व्यक्तिगत स्वास्थ्य बिमाहरू प्रत्येकले गर्छन् र बिमा राम्रो भएको हुँदाखेरि अब हस्पिटलमा कुनै पनि उपचारको उद्देश्यमा चाहिँ आफूलाई भार नपर्ने अवस्था बिमाले बनाइदिन्छ कि। त्यसले नेपालमा चाहिँ जब बिमाको प्रोसेसहरू के छ दाजु? स्वास्थ्य बिमाको होइन, चाहिँ? नेपालमा पनि अब गगन थापा स्वास्थ्य मन्त्री भएदेखि बिमाको उहरू सुरु भयो होइन। हजुर, हजुर। अलिकति सुरुमा चाहिँ राम्रै हुइमा आयो। तर अब त्यो बिमा गर्ने एमाउन्टहरू एकदम कम। हजुर। त्यो एमाउन्टले कतिसम्म थेग्ने भन्ने कुरा, बेड चार्ज एकदम कम दिने, अपरेसनको पनि त्यो अनुसार कम दिने, अरू प्रोसिड्युरहरू अरू माइनर उहरू गरेको पनि एकदमै कम दिने, हजुर। जस्तै अरू डायग्नोस्टिकमा पनि एकदम कम दिने। त्यो कारणले गर्दाखेरि जस्तै अब बाहिर त अब केही नभए नि 15-20 हज़ार रुपियाँ पर इयर लिन्छ होला सरकारले होइन। त्यस्तै। त्यो कारणले नेपालमा अब 3500 2500 वार्षिक? वार्षिक। अनि त्यो कारणले चाहिँ पनि राम्रो त्यसको आउटपुट, त्यसको त्यो म्यानेज हुन नसकेको हो कि। र समयमा फेरि हस्पिटलहरूलाई जति पनि गभर्नमेन्ट हस्पिटल, अस्ति पनि टिचिङ हस्पिटलमा आइरहेको थियो, अब हामी यो बिमा लिँदैनौँ होइन। बिमाले पैसै दिएन हामीलाई, अनि त्यहाँ विश्वास हाम्रो नगर्ने त्यो होइन? कारणले गर्दाखेरि त्यस्तो भइरहेको देख्छु म। साथै यो पैसा तपाईँलाई फ्री मतलब उपचार गरिसकेपछि त्यसको पैसा दिने एउटा ठाउँमा रह्यो र त्यसको एमाउन्टै कम भयो। हजुर। मेरो विचारमा कम्तीमा पनि 10,000 देखि 15,000 रुपियाँ वार्षिक भयो भने त्यो बिमाले दिने एमाउन्ट पनि ठुलो हुन्छ। हो। अनि त्यो भएको हुनाले सबैले बिमा लिइदिन्छन्। हजुर। बिमा लिइदिसकेपछि सजिलो भयो होइन। हजुर। अब हामीलाई 300 रुपियाँ, 500 रुपियाँ, 1000 रुपियाँ बेड चार्ज राखेर अब आजको दिनमा होइन महँगोमा चाहिँ यो गाह्रो छ। होइन अमेरिकाको तुलनामा छ महँगो हो नि, हो। होइन। नेपाल त एकदमै महँगो। किनभने अब साउथ एसियामा त अब एसियन कन्ट्रीमा त सबभन्दा एकदमै महँगो छ। महँगो। अब त्यही कुराहरू इन्डियामा कति सस्तो छ। हजुर। अब त्यो भएको कारणले अब महँगो यो किसिमको छ। अनि पे पनि त्यही किसिमको गर्नुपर्यो स्टाफहरूलाई। अनि त्यसपछि डक्टरलाई पनि त्यही किसिमको, अनि अरू र मेटेरियलहरू पनि त्यही किसिमको ल्याउनुपर्ने हुन्छ। मेसिनहरू नेपालमा केही हुँदैन, सब बाहिरबाट हो। अनि त्यसपछि त्यसको सर्भिस भयो। सर्भिसलाई त अझ यहाँ बोलाएर होटेलमा राखेर एयरफेयर सबै तिरेर हजुर। उल्टो उनीहरूलाई खर्चन धेर पठाउनु पर्यो। एउटा मेसिनको हाम्रो एउटा मेसिनको हजुर। हामीले उ गरेका छौँ, फुल वारेन्टी गरेका छौँ, ग्यारेन्टी गरेका छौँ। त्यसको 8,000 रुपियाँ डलर तिर्नुपर्छ वार्षिक? वार्षिक। हजुर। 8,000 रुपियाँ डलर। $8,000 8 लाखै भनौँ न अब वार्षिकमा। त्यस्तो धेरैवटा एउटा मेसिनलाई एउटा इक्विपमेन्ट हुन्छ क्या। है? अब किनभने उनीहरू आएपछि फेरि हामीले त्यो एयरफेयर सबै बस्ने ओर्ने यताउता सबै गरिदिनुपर्छ। सबै गरिदिनु पर्यो। त्यही पनि उनीहरूको आफ्नो रोड मिलाएर आउँछन् फेरि होइन। हामी कहाँ त्यो किसिमको जनशक्ति पनि नहुने र हाम्रो टेक्निसियन पनि देशमा नहुने। नेपालमा नबढ्ने पनि क्या मेसिनहरू। त्यो कारणले गर्ने यो वातावरण बढ्ने यहाँ नेपालमा होइन, बाहिरबाट लिएर आएर जनशक्ति बाहिरबाट लिएर आएर भए पनि यहाँ बढ्ने भइदिएको भए हामी यति धेरै महँगो हुन्थेन कि, स्वास्थ्यमा धेरै हुन्थ्यो कि, सुविधा हुन्थ्यो होला। सुविधा हुन्थ्यो कि। जस्तो अब हस्पिटल अल्का हस्पिटलले नै आफ्नै तरिकाले बिमालाई सुचारू गर्न सक्नुहुन्न त्यसरी? बिमाको त्यही अघि मैले भनिहालेँ एकदम कम रेट छ। अनि तपाईँको आफ्नो तरिकाले राखेर गर्नु मिल्दैन? तर अब हाम्रो एसएसएफमा त हामी गएका छौँ। हाम्रो स्टाफहरूको चाहिँ हजुर। 500-600 जना स्टाफहरूको चाहिँ हामी एसएसएफमा गएको छौँ। तर अब एसएसएफमा गएर त अब एसएसएफले जुन बुझाएको एमाउन्ट 15% बुझाउँछौँ हामीले। हजुर। 31% हो क्या अरे। 31% बुझाउँछौँ हामीले। 31% हामीले बुझाउँदाखेरि पनि एमाउन्ट चाहिँ एकदमै जुन ब्याकअप दिने एमाउन्ट चाहिँ एकदम सानो छ क्या, थोरै छ। त्यो कारणले गर्दाखेरि त्यसले चाहिँ काम गर्न सकिँदैन। अब के भने विश्वास नलाग्ने किसिमको अलिकति झाड ताडे जस्तो गरेर काम गर्नु पर्यो। साँच्चै राम्रोसँग काम गर्ने हो भने त्यो एमाउन्टले कामै गर्न सकिँदैन, ठेक्नै नसक्ने सक्नै सक्दैन है। जस्तो अब दाइ आजभन्दा 3 दशक अगाडि होइन एउटा अब
दाइले स्वास्थ्यपट्टि जाँदै गर्दा त्यति बेला उपकरणहरू त अब खासै उपकरण थिएन होइन। अहिलेको अब यो अवस्थामा हुँदाखेरि अहिलेको उपकरणमा चाहिँ कतिको सजीकरणहरू छ त अहिले? अहिलेको उपकरणमा चाहिँ मैले अघि पनि भनेँ होइन, उपकरणहरू नेपालमा छ, धेरै भित्रिसकेको छ नि त होइन? ल्याउँछन् पनि होइन। हजुर। त्यसको त्यो सर्भिस दिने छ नि। अब जापानमा एउटा ठुल्ठुलो उपकरणहरू 2 देखि 3 वर्ष चलाउँछन्, फालिदिन्छन् उनीहरू। नेपालमा त्यो सम्भव छैन, त्यहीँ प्राप्त हुने भयो नि त त्यहाँ त फेरि अब। होइन? हजुर। त्यहीँ बन्ने भयो, सस्तो भयो। हो नि। त्यो भएको हुनाले नेपालमा त्यस्तो किसिमको होइन। त्यसलाई बनाएकै होइन, जानु त्यसलाई पर्यो। बनाएर सर्भिस दिएर अब कमसेकम 5-7 वर्ष चल्ने किसिमको वातावरण बनाउनु पर्यो। हजुर। अझ कहिलेकाहीँ कुनै राम्रो इक्विपमेन्ट छ भने 10 वर्ष चल्ने इक्विपमेन्ट बनाउनु पर्यो। हजुर। त्यो कारणले गर्दाखेरि नेपालमा चाहिँ इक्विपमेन्ट चाहिँ अहिले ल्याउन पाइयो। हजुर, हजुर। तर अब ल्याइ पनि रहेछन्, हामीले पनि ल्याएछौँ, अरूले पनि ल्याएछन्। तर त्यसको त्यो सर्भिसहरू चाहिँ हामीलाई अलि समस्या छ। किनभने बाहिरबाट सबै टेक्निसियनहरू बाहिरबाट आउनु सबै पर्यो। बाहिरबाट आउनुपर्ने। अघि पनि भनिहालेँ जहाँ मैले। किने थियो त्यहीँबाट लिएर हजुर। टेक्निसियन बोलाएर बनाउनु पर्यो। इन्डिया पनि त्यसको एउटा हब हो। इन्डियाको धेरै जसो मेन पावर चाहिँ इन्डिया पनि पाइन्छ। हजुर, हजुर। तर इन्डियाको मेन पावर पनि महँगै हुन्छ कि। अब आउनु पर्यो, यहाँ बस्नु पर्यो। हजुर। अब उनीहरूको अनुसारले चल्नुपर्छ। हजुर। जहाँको इक्विपमेन्ट हो, जापानको इक्विपमेन्ट जापान, जापानमै जानु पर्यो। अमेरिकन छ भने अमेरिकन, जर्मन छ भने जर्मन। कोरियाबाट चाहिँ कति उपकरणहरू आउँछ त नेपाल? कोरियन चाहिँ अलिअलि सुरु हुन थालेछ अलि अहिले। सुरु हुन थाल्छ। मेन पावर भन्दा नि इक्विपमेन्ट। इक्विपमेन्ट। जस्तो दाइको जस्तो अल्का हस्पिटलमा एउटा बिरामी चाहिँ एउटा उपचार क्रममा आइसकेपछि हाम्रो अल्का हस्पिटलमा पाउने सुविधाहरू सबै उपलब्ध छ दाजु? अब अलिकति हामी मुटु सम्बन्धीको ठुल्ठुलो अपरेसनहरू यताउता दायाँ-बायाँ भन्दा बाहेक चाहिँ अरू चाहिँ लगभग सबै हामी प्रायः कहाँ हुन्छ। सबै नै सेवा उपलब्ध छ हजुर। होइन? जस्तै ट्रान्सप्लान्ट, ट्रान्सप्लान्ट। तपाईँको किडनी ट्रान्सप्लान्ट छैन होइन। हजुर। अनि त्यसपछि यो अरू यो ट्रान्सप्लान्ट सम्बन्धीको कुराहरू अरू पनि ट्रान्सप्लान्ट हुन्छ। अझ लिभर पनि हुने हजुर, भयो हजुर। होइन। त्यसपछि किडनी हुने भयो। हजुर। अरू पनि बिस्तारै बिस्तारै सुरु भइसकेको छ। हजुर। त्यस्तो ट्रान्सप्लान्ट चाहिँ अहिले हामीले सुरु गरेका छैन। हजुर। अरू चाहिँ जस्तो अब अल्का 1 चाहिँ अहिले माथि के भन्छ हाम्रो पुल्चोकमा। पुल्चोकमा भयो होइन? दोस्रो चाहिँ अब एकान्त कुना होइन? हजुर। एकान्त कुना चाहिँ अल्का 1 र 2 मा गर्ने चाहिँ उपचार कस्तो कस्तो फरक छ? त्यहाँ र त्यहाँ भनेको चाहिँ उस्तै हो। त्यहाँ चाहिँ ओपिडीहरू बढी हुन्छन्। 1 मा चाहिँ 1 मा चाहिँ यहाँ चाहिँ इन्पेसेन्टहरू बढी हुन्छन्। अपरेसन। यहाँ चाहिँ अपरेसनहरू, आइसियूहरू, डायलासिसहरू हजुर। यिनीहरू चाहिँ यहाँ है? त्यो छ। हजुर, हजुर। जस्तो अब दाइ नेपालमा एउटा स्वास्थ्य र शिक्षा छ नि, स्वास्थ्य र शिक्षामा सरकारबाट चाहिँ कस्तो परिवर्तन भयो जस्तो तपाईँको सोचाइ लाग्छ? नेपालमा अब सरकारले चाहिँ त्यही बिमाको एमाउन्ट बढाउने होइन। हजुर। कमसेकम पनि 10 देखि 15,000 रुपियाँ हजुर। एउटा वार्षिक तिरेर हजुर। अलिकति उनीहरूले बिरामीले सुविधा लिन सकोस्। भार भनेको नपरोस्। हस्पिटलमा सुविधा लिन हो नि, हो सकोस् नि। होइन। हजुर। अनि त्यो किसिमको गरिदियो भने र अनि अर्को कुरो चाहिँ अलिकति यो भन्सार मूल्य हाम्रो इक्विपमेन्टमा पनि भन्सार लाग्छ। अनि चौबल लाग्छ नि त लाग्छ। अनि त्यसपछि आएर हाम्रो डक्टरहरूले पनि त्यही किसिमको 36% सम्म ट्याक्स तिर्नुपर्छ होइन। त्यसलाई अलिकति कम गरेर स्वास्थ्य सेवालाई चाहिँ अलिकति यो किसिमले जाउँ भनेर सरकारको नीति राम्रो नीति भइदियो भने चाहिँ नेपालमा स्वास्थ्य इन्डियाको जस्तै अहिले उपचारको क्रममा त 25-30 वटा देश आउँछ इन्डियामा। त्यस्तै हाम्रो क्लाइमेटको हिसाबले पनि नेपाल राम्रो पनि भयो होइन। त्यो कारणले वातावरण बन्यो भने त अब यहाँ मेन पावर पनि कन्ज्युम हुन्छ यही नेपालीहरू होइन। बाहिर जान केही न केही रोकिएला। त्यसपछि पैसा पनि बाहिर गएन होइन। अनि बिरामीलाई यहाँबाट अब इन्डिया लगिन्जेलसम्म प्लेन सिलेन दायाँ बायाँ ट्रेन बस गएर बिचमा के हुने हो होइन। त्यो दुनियाँभरिको झन्झट पनि कम हुन्थ्यो। शिक्षातिर चाहिँ कस्तो विचार लाग्छ? शिक्षा र स्वास्थ्य त हबै बन्न सक्छ नि नेपाल त। जस्तो अब अहिलेको ट्रेन्डमा अहिले युथहरूलाई अब जस्तै दिनमा 1500 देखि 2000 युथहरू चाहिँ अहिले बाहिरिरहेछ कि रोजगारी उच्च शिक्षा भन्छ। तर उच्च शिक्षा भनाइ मात्रै हो, लास्टमा गएर अन्तिममा गएर उहाँको रोजगारी नै हुन्छ। हाम्रो नेपाली अब भाइ बहिनीहरूको होइन। यो सुन्दै जाँदा हेर्दै जाँदाखेरि दाइ यो कस्तो लाग्छ दाइ तपाईँलाई यो अवस्था? अहिले पहाडतिर सबको घर बन्द छ, ताला लाछ। हजुर। बारी खेतहरू बाँझै छ हो नि होइन। 2-4 जना बुढाबुढीहरू हुन्छन्। बुढाबुढीहरूलाई केही भयो भने
काठमाडौँ ल्याउने अथवा सदरमुकाम लाने एउटा मेन हो पावर नि, पनि हो हुँदैन नि। होइन। र उनीहरू भोलिको दिनमा केही भइहाल्यो भने त्यहाँ गएर सहयोग गर्ने मान्छे पनि हुँदैनन् छैन। होइन। त्यो कारणले गर्दाखेरि युवाहरूलाई चाहिँ नेपालमा चाहिँ धेरै विदेशिनुबाट रोक्न चाहिँ पर्छ। अब दाइले पनि हस्पिटलमा जुन बिरामीहरू आउने क्रममा उहाँहरूको सन्तानहरू बाहिर भएको, एक्लै आएको अवस्था पनि त्यस्तो पनि पुर्ने मान्छे कतिपय नभएको अवस्था होइन, त्यही उहाँको त, मान्छे छैन भनेको अवस्था त्यही यस्तोहरू त नि। थुप्रो देखिन्छ। जस्तो अब पैसा भए पनि त्यही त उनीहरूले जस्तै विदेशबाट छोराछोरीले पैसा त पठाइदिन्छन्, पठाइदिन्छ। तर उनीहरूलाई केयर गर्ने मान्छे हुँदैन होइन। हजुर, अब केयर गर्ने मान्छे झन् महँगो हुन्छ हेर्नु, 24 हजुर। घन्टा बस्नु पर्यो हो नि। होइन। त्यो कारणले गर्दाखेरि आफन्त नहुनु पनि, केयर गर्ने मान्छे नहुनु पनि ठुलो समस्या हो। हजुर। जस्तो अब दाइ अहिले अहिले पनि जुन निरन्तर जुन पहिलाको जो फार्मेसी छन्, अल्का फार्मेसी छ नि, त्यसलाई निरन्तर अहिले त्यसलाई गरिराख्नु भएको छ कि? गरिरहेको छु हल्का गरिराख्नु भएको छ फार्मेसी। है? गरिराख्नु भएको छ। औषधि नेपालमै उत्पादन छ कि धेरै बाहिरबाट आयात हुन्छ अहिले दाजु? त 70% नेपालमै बन्छ। नेपालमै उत्पादन होइन? 60-70% नेपालमै बन्छ। नेपालमै अँ। उत्पादन छ। अलि ठुल्ठुलो इन्जेक्सनहरू ग्रुपहरू, अलिकति त्यस्ता ग्रुपहरू चाहिँ अलि बन्न सकेका छैन हजुर, नेपालमा। हजुर। नभए भने चाहिँ नेपालमा बन्छ। नेपालको औषधि विश्वास लाग्दैन नेपालकै औषधि एकदम आउँछ है? विश्वासिलो छ। है? जो सस्तो पनि छ। आफ्नै देशमा औषधि उत्पादन भयो, आफ्नै देशमा डक्टरहरू आफ्नै देशको अब उत्पादन हुँदै राम्रो डक्टरहरू छ नेपालमा पनि अहिले होइन। नेपाललाई अब नेपाल सरकारले अलिकति यहाँ नेपाली डक्टरहरू विदेशमा गएर कतिकै राम्रो गरिरहेछ करोड भनेपछि त लाखौँ होइन। पैसा तलब खाएर विदेशमा युकेमा बाहिर है कोरियाबाट पढेको डक्टरहरू पनि तपाईँको हस्पिटलमा हुनुहुन्छ होइन, कोरिया पढेर आउनुभएको पनि होइन। जुन दाइलाई चाहिँ अब अल्का हस्पिटल चाहिँ अरू हस्पिटलभन्दा यो विशेषता छ भन्ने के छ दाजु? अब हाम्रो चाहिँ अलिक फ्रेन्डली छ। हजुर, उहाँ बिरामीले खोजेको डक्टर, बिरामीले खोजेको सुविधा त्यहाँ कहाँ होला, के होला भन्नु पर्दैन। तुरुन्त त्यसलाई जानकारी दिएर को डक्टर कुन डक्टरको अन्डरमा बस्ने, दायाँ-बायाँ यताउता सबै एकदम सहज छ। हजुर। त्यो कारणले पनि फेमिलियर भएको कारणले पनि हाम्रोमा अलिक बढी उ भएको हुनसक्छ। म फेरि दाइ अल्का हस्पिटल सबभन्दा राम्रो लाग्ने अनरै हाम्रो दाइ नै तपाईँ नै एउटा बिमारसँगै जोडिनुहुन्छ, बिमारसँग बोलिदिनुहुन्छ। अरू हस्पिटलको त अनर को भन्ने पनि चिनिँदैन कि। चिनिँदैन। हो। सबभन्दा फ्यामिलियरै त्यही हो क्या दाइ। कहिलेकाहीँ चाहिँ अलिकति मनमा खिन्न लाग्छ, अलिक चित्त पनि दुख्छ। हजुर, कोही बिरामीलाई फोन गरेर उसको कल उठाइदियो भने ममा सेभ हुँदैन। तैपनि कल उठाइदियो भने अथवा कल ब्याक गरिदियो भने अलिकति उनीहरूले अलिकति त्यो हस्पिटलै मैले नै किनेर म नै ओनर हो टाइपले व्यवहार गर्छन्। अनि हजुर। अलिकति चित्त दुख्ने कारण चाहिँ त्यो हो। नभए अरू चाहिँ मलाई त्यस्तो छैन। म जहिले पनि बिरामी सँगसँगै नै सबभन्दा फ्यामिलियरै त्यही हो दाइ। उनीहरूको दुःखमा म पनि सामेल भइदिन्छु हजुर। होइन। सुख दुःखमा सामेल भइदिएपछि त जहिले पनि मन माया त त्यो गर्ने हाम्रो एउटा बाल्यकाल हाम्रो गाउँले जीवनबाट हामी हुर्किँदै आउँदाखेरि आफ्नो सङ्घर्षले त्यो कुरा सिकाएको हो नि त होइन। त्यही नै सबभन्दा अल्का हस्पिटलको सबभन्दा विशेषता त्यो लाग्छ दाइ म जहिले पनि दाइ प्रत्यक्ष बिरामीसँग पुगिराखेको हुन्छ। म यहीँ टुमा आउँदा नि कति गइरहेको हुन्छु बिचबिचमा होइन। हो नि। त्यो बिरामीलाई हेर्ने गएको अब। प्रत्येक दिन बिरामीसँग जोडिनुहुन्छ। अरू हस्पिटलमा त्यस्तो गर्दैन दाइ। कुनै पनि अनरको भनेर चिनिँदैन है। विशेष त्यही हो दाइ अल्का हस्पिटलको। त्यही भएर धेरै अल्का हस्पिटलमा माया पनि गर्छन्। जस्तो अल्का हस्पिटलमा आउने जुन एउटा बिरामीहरू छ नि दाइ, कस्तो वर्गको बिरामीहरू चाहिँ धेरै आउने गर्छ दाइ? अब यहाँ अलिअलि केही हेरिहालौँ अनि त्यसपछि इन्डिया जाउँ, ब्याङ्कक जाउँ अथवा अन्त जाउँ भन्ने किसिमको चाहिँ बिरामीहरू चाहिँ हामी कहाँ आउँदैनन् होइन। हजुर, हजुर। र अरू मिडल खालको र अलि उच्च वर्गको पनि आउँछन्। तर नेपालमै उपचार गर्ने किसिमका मात्रै आउँछन्। विदेश जाने जुन उनीहरूको हुन्छ नि ब्याकअप माइन्ड हुन्छ नि, त्यस्तो बिरामी चाहिँ नेपालमा हामी कहाँ अल्कामा हुँदैन। अल्कामा चाहिँ गयो भने मलाई ढुक्क हुन्छ, म दिनु सक्छु भन्ने क्षमता पुग्छ मलाई भन्ने अल्का हस्पिटलमा धेरै आउने गर्छन् है। जस्तै अब मानौँ मेडिसिटीमा एकचोटि हेरिहालौँ अनि त्यसपछि केही चित्त बुझेन भने केही गऱ्यो भने हामी इन्डिया जान्छौँ अथवा ब्याङ्कक जान्छौँ भन्ने किसिमले जान्छन्। त्यस्तै अरू हस्पिटलमा होइन। तर हामीहरूकोमा चाहिँ विदेश जाने भन्ने मनसाय नेपालीहरूको हुँदैन। बरु कहिलेकाहीँ चित्त नबुझेर अरू हस्पिटल जाउँ भन्लान्। तर विदेश जाने सोचका बिरामीहरू चाहिँ आउँदैन है। अहिलेसम्म त्यस्तो परेको छैन। सबभन्दा राम्रो त्यही हो नि आफ्नै देशमा पहिला चाहिँ किडनीको ट्रान्सप्लान्टको लागि यिनीहरूमा चाहिँ अलिकति यहाँ केही हेरौँ अनि त्यसपछि ट्रान्सप्लान्ट पऱ्यो भने चाहिँ बाहिर जाउँला भन्थे। तर अहिले ट्रान्सप्लान्ट नेपालमै हुन थालिसक्यो। सबै ट्रान्सप्लान्ट नेपालमै भइरहेको छ। मेरो बहिनीको पनि
किडनीको चाहिँ अब चेक जाँच अल्का पनि धेरै गरेँ होइन। किडनीको त्यस प्रकार गरेर चाहिँ किडनीको ट्रान्सप्लान्ट चाहिँ नर्विकमा गरेर अहिले धेरै राम्रो भएको छ। ट्रान्सप्लान्ट चाहिँ नर्विकमा हुँदैन। नर्विकमा नर्विकमा बेसिक होला, तर भक्तपुर र टिचिङ वीर वीरमा गऱ्यो। अनि त्यहाँबाट अल्का पनि धेरै चाहिँ उपचार गर्दै गर्दै गएर अहिले अस्ट्रेलिया युरोपतिरै हुँदैछ होइन। राम्रो भएको छ अहिले। नेपालमै गरेर उहाँ विदेश बसेर पनि नेपालमै आएर उपचार गरेर मेरो बहिनी माइली अहिले पनि विदेशमा कस्मेटिकको उपचार जहाँ एकदम महँगो, इन्सुरेन्स हुँदैन। हजुर त्यो कारणले नेपालीहरू र नेपालीहरूसँग एकदमै जोडिएको विदेशीहरू पनि नेपालमै आउँछन् हजुर कस्मेटिकको उपचार गर्नलाई। हजुर हजुर किनभने त्यहाँ एकदमै महँगो ऊ पर्यो। नभएको हुनाले हजुर। इन्सुरेन्स हुँदैन कस्मेटिकको। दाँतको त झन् एकदमै दाँतको महँगो। अरू फेसियलहरू यताउता दायाँ हजुर हजुर जस्तो अब दाइको कुन अब यस्तो 3 दशक हस्पिटल स्वास्थ्यमा जाँदै गर्दाखेरि एउटा विपन्न परिवारहरू हुन्छ नि, विपन्न परिवारलाई पुरै निःशुल्क गरेको एउटा कुनै याद छ दाइ? अब त्यस्तो त हामीहरूकोमा त धेरै छ। धेरै छ है? हामीहरूकोमा धेरै छ। डिस्काउन्ट त धेरै डिस्काउन्ट कुरै त अब नगरौँ पुरा होइन। छ, त्यो पुरा भएको हुनाले यो निःशुल्कै गरेको पनि हामीसँग विपन्न धेरै छ, परिवारमा है दाइ? धेरै छ, है? धेरै छ। त्यो पनि एउटा धर्म हो नि दाइ होइन। एउटा त्यो त्यस्तो व्यक्तिहरूलाई एउटा बचाइदिनु पनि त एउटा धर्म हो नि दाइ। मेन चाहिँ सक्ने मान्छेहरू पनि म विपन्न भनेर आउँछन्। वडा कार्यालयले त्यो किसिमले लेखिदिन्छन्। हजुर त्यो चाहिँ अलिकति अलि विडम्बना छ। त्यो दाइ अनि हस्पिटल किनभने नसक्नेहरूको लागि साँच्चै नसक्नेहरूको लागि लेखिदियो भने वास्तविकता त हुनु पर्यो। आज लेखिदियो, भोलि लेखिदियो, पर्सि लेखिदियो, सधैँ नसक्नेहरूको लागि लेख्छ वडाले भन्ने किसिमको वातावरण होस् न। त्यो चाहिँ वडाले जो गए पनि लेखिदिन्छ है। त्यसको लागि हस्पिटलबाट परीक्षण गर्न जाँदैन दाइ हेर्नु? त्यस्तो वातावरण त सरकारले बनाउनु पर्यो नि त। त्यो छैन। हस्पिटल पनि सरकारसँग नै आँकडा छैन त्यस्तो होइन। यो व्यक्तिलाई चाहिँ पावरमा उ गर्ने है भनेर। अब चिन्जान भएपछि भइहाल्ने पावरले सबै कुराहरू चल्ने भयो। ल है कुमार सर मेरो मान्छे है गरिदिनु भनेपछि अब नसुनाइ नगरिदिनु अप्ठ्यारो दाइ है। नेपाल वडाले नै लेखेर पठाउने भएको कारणले चाहिँ अलिकति हामीलाई चाहिँ यो चाहिँ तिर्ने सक्ने मान्छे हो, किन वडाले लेख्यो भन्ने कुरा चाहिँ हुन्छ। त्यो चाहिँ अलिकति शङ्काजनक भए तापनि गरिदिनु पर्ने अवस्था धेरै आउँछ है दाइ है। जस्तो अब दाइ अहिले अल्का हस्पिटल गर्दै जाँदाखेरि जुन अब नेपालमै दाइ त अब हामी त अब विदेश पनि गयौँ। विदेशमा विदेश भूमि बसेर एउटा रोजगारी गरेर आइयो। दाइ त नेपालमै बसेर एउटा बाल्यकालदेखि नै नेपालमा 13 वर्षमा सङ्घर्ष गर्दै गर्दै अहिले अल्का हस्पिटलको अनर बन्नुभयो होइन। त्यो गर्दै जाँदाखेरि अब त्यत्रो 3 दशक नेपालमै बसेर काम गर्दै जाँदाखेरि रोजगारी कतिजना दिनुहुन्छ दाजु अहिले हस्पिटलमा? मैले अहिले डक्टर स्टाफहरू सबै गरेर चाहिँ लगभग 700 जना। 700 जना रोजगार दिने एउटा दाता हुनुहुन्छ कि। त्यो सानो कुरा होइन नि दाइ नेपालमा है। मान्छेले हेर्दाखेरि अल्का हस्पिटलले के गर्यो भन्ने कुरा यही नै हो सबभन्दा ठुलो चाहिँ धर्म भनेको र रोजगारी हो नि। त्यत्रो मान्छेको घर चलाइदिनु भएको छ रोजगार दिएर। 700 × 5 3500 एकजना घरमा 5 जनाको हिसाबले पनि त होइन। उहाँले रोजगारी पाउनु नै ठुलो कुरो हो नि दाइ। दाइको अब मैले प्रत्येक फङ्सनमा पुग्छु है। स्टाफलाई त्यत्तिकै माया गर्नुहुन्छ, छुट्याउनु हुँदैन। सँगै बसेर चिया पनि खाइदिनुहुन्छ, घरमा नि बोलाएर रमाइलो गराइदिनुहुन्छ। त्यो जुन मैले त्यो चाहिँ कोरिया मात्रै देखेँ दाइ कि। कोरियामा चाहिँ जुन एउटा अनरले गर्ने व्यवहार त्यो हुन्छ कि दाइ। एउटा नराम्रो एउटा आफ्नो परिवार आफ्नो कर्मचारीलाई पुरै पारिवारिक त्यसमा सम्झिन्छ कि। उहाँहरूले गर्दा नै हामी यो भन्ने कुरा अनरले बुझेको हुन्छ। उहाँहरूसँग हेलमेल गर्ने, सँगै बसेर भेदभाव नगरिदिने त्यो खालको चाहिँ दाइबाट मैले एउटा सिकेको छु कि। मैले कोरियामा देखेर आएँ। दाइबाट हेर्दाखेरि म त्यो कहिले अवसर पनि कुरा गर्छु। कोरियामा चाहिँ त्यस्तो वातावरण हो। त्यो दाइ अब हाम्रो चाहिँ भेदभाव गर्ने वातावरण छ अलिकति होइन। कर्मचारी उता भन्ने हुन्छ। तर दाइले त्यो नगर्दाखेरि म छक्कै परेँ। पार्टीमा हेर्नु सबैलाई बोलाएर रमाइलो गराइदिनु भएको छ है। उपहार दिनुभएको छ, कहिले तिजमा बोलाइदिनुहुन्छ। त्यो नै सबभन्दा धेरै जसो फङ्सनहरू हुन्छ उनीहरूको चाडबाडको अनुसारले, जस्तै तिज भनौँ, दसैँ भनौँ, यस्तै किसिमका देउसी भैलोदेखि लिएर सबै। जस्तो अब स्वास्थ्य सेवामा व्यवसाय गर्दै जाँदा होइन अनुभवमा सबैभन्दा गाह्रो अनुभवमा है सबैभन्दा गाह्रो र सबैभन्दा रमाइलो क्षणहरू के जस्तो छ अहिले? अब स्वास्थ्य क्षेत्रमा चाहिँ एकदम कोही सिरियस भएर आएको बिरामीलाई हामीले उपचार गरेर ऊ ठिक भएको खण्डमा उसको परिवार
बिरामी लगायत खुसी भएको खण्डमा रमाइलो छ रमाइलो भने। क्षण त त्यही नै भइहाल्यो हजुर। होइन। कोही अब अकस्मात आउँछन्, धेरै रोगहरू भइरहेकै हुन्छन् उनीहरूको उसमा, हजुर। त्यसको केयर गरिरहेका हुँदैनन्, त्यसको चेक जाँच गरिरहेका हुँदैनन्। त्यो कारणले यहाँ आउने बेलामा अरू धेरै बिग्रिसकेका हुन्छ। अब उपचार गर्ने बेला त्यो देखिन्छ। त्यो देखिसकेपछि एकपछि अर्को, अर्कोपछि अर्को अ, भोलि नबाँच्ने किसिमको भयो भने चाहिँ उनीहरूको फ्यामिलीको वातावरणमा त्यो किसिमको अनुहारमा त्यो किसिमको देखिँदैन, एकदमै हजुर। निराश देखिन्छ। हजुर। अनि आफूलाई पनि त्यही किसिमको ओहो! हामीले केही गर्न सकेनौँ भन्ने कुराहरूको त्यो अलिकति महसुस हुन्छ। अलिकति त्यसमा चाहिँ अलिक दुःख लाग्छ। दुःख लाग्छ है दाइ। जस्तो अब दाइ एउटा त्यसमा पनि यङ भयो भने त्यही झन् होइन? त्यही त कति दुर्घटना परेर आउँछ, हुँ। खै के आउँछ होइन। जस्तो अब दाइलाई अब यत्रो अब हस्पिटल छ, अहिले तपाईँ फार्मेसी छ, स्वास्थ्यमा सबै कुरा तपाईँसँग छ होइन। अहिले सबैभन्दा तपाईँलाई पछुतो लाग्ने के लाग्छ दाजु? मलाई चाहिँ बुवाआमा गएकोदेखि होइन? मलाई चाहिँ खासै पछुतो त्यस्तो केही छैन। है बुवाआमा अब त्यति बेला अब त्यति बेला सङ्घर्षको बेलामा अलिकति साथ सपोर्ट भएन भन्ने चाहिँ हो। हजुर, हजुर। तर भगवान्ले अब त्यही लेखेको थियो होला, साथ सपोर्ट नभएरै यो ठाउँमा आइपुगेँ। हजुर। सायद साथ सपोर्ट भएको भए म अलि त्यस्तै ठाउँमा हुन्थेँ होला। उच्च शिक्षा यति प्रगति हुन्थेन होला मेरो, हो नि, होइन? हो नि। उच्च शिक्षा हासिल त हुन्थ्यो होला, तर यति प्रगति हुन्थेन होला। कति उच्च शिक्षा हासिल गर्नेले पनि प्रगति गरेका छैनन्। त्यो कारणले गर्दाखेरि भगवान्ले जे गरे ठिकै हो मेरो लागि चाहिँ भन्ने पनि लाग्छ। जस्तो बुवा दाइ बोल्दै भयो भने बुवा चाहिँ बिरामी क्रममै चाहिँ अब बित्नु भयो क्या? बुवा चाहिँ अहिले 69 मा बित्नुभयो। अलिक बिरामीकै क्रममा बित्नु। आमा चाहिँ आमा चाहिँ बच्चैमा बित्नुभयो। मेरो आमा पनि 20 वर्षमा 53 वर्षमै बित्नुभयो मेरो आमा पनि है। ल दाइ अब बोल्दा बोल्दै समय पनि बितेछ होइन। जस्तो अन्त्यमा चाहिँ अब जाँदा जाँदै सम्पूर्ण दर्शक श्रोताहरूलाई र तपाईँको शुभचिन्तकहरूलाई कस्तो सन्देश दिन चाहनुहुन्छ? अब म स्वास्थ्य व्यवसाय भएको कारणले, हस्पिटल व्यवसाय भएको कारणले अब मैले गरेका कामहरूमा सबैले मैले राम्रो भन्दैमा राम्रो हुने, तपाईँहरूले नराम्रो भन्दै नराम्रो हुने होइन। मैले गरेका कुराहरू आम जनताले त्यसलाई ठिक बेठिक छुट्याइदिने, मलाई सल्लाह सुझाव दिने, यस्ता कुराहरू भयो भने हौसला बढ्ने हो होइन। सबै जानेर आएका हुँदैनन्, सिक्दै जाने हो। सिक्ने क्रम कहिले पनि सकिँदैन। त्यो कारणले गर्दाखेरि म अब सबैको सल्लाह सुझाव लिने मान्छे हो र आफ्नो केही सल्लाह सुझावहरूलाई दिनु पऱ्यो भने पनि कुनै लुकाएर, कुनै छुपाएर जान्ला ओर्ला, मभन्दा अगाडि बढ्ला भन्ने किसिमको म कहाँ पटक्कै छैन। त्यो कारणले गर्दाखेरि म कहाँ लिनुपर्ने सल्लाह सुझाव, मैले दिनुपर्ने सल्लाह सुझाव सबै कुराहरू म ओपन छु। त्यस कारणले मलाई चाहिँ खुलेर तपाईँहरूले कुरा गर्दा आफ्नो दुःख सुख, रोगको बारेमा होस् अथवा अरू कुनै कारण होस्, मलाई चाहिँ भन्नुभयो भने मलाई खुसी लाग्छ। र हाम्रो अब यो कोरियन टक सो भएको कारणले कोरियाबाट आएका जति पनि नेपालीहरू छन्, अब कोरियामै हुनुहोला अथवा नेपाल आइसक्नुभयो होला। आइसकेको नेपालीहरूले चाहिँ नेपालमै केही गरौँ, नेपालीहरूलाई नि केही रोजगार दिउँ र कोरिया बसेकोहरू पनि त नेपालमा लगानी गर्न सक्यो आफू वहाँ काम गरेर पनि। त्यो पनि त्यसमा पनि तपाईँहरूले कोरियाली नेपालीहरू जुन ध्यान दिनुहोस् भन्न चाहन्छु र अरू सकेसम्म नेपाललाई अगाडि बढाउनको लागि कोरियनको पनि ठुलो हात छ। भोलिको दिनमा यो चाहिँ विश्व जगतले अथवा नेपालीहरूले, नेपालका सरकारहरूले यो कुराहरू बुझुन् जस्तो लाग्छ। यही नै हो मेरो कुरा। जस्तो अब कोरिया विशेष हुँदाखेरि दाइ होइन, दाइ काभ्रेको हुनुहुन्छ होइन। कोरिया काभ्रे समिति छ कोरियामा। उहाँ कोरिया काभ्रे समितिको साथीभाइलाई सन्देश दिनुहोस् न। अब काभ्रेलेहरू जुन कोरियामा काम गरिरहनु भएको छ, उहाँहरू पनि अब नेपालमा अथवा काभ्रेमा आफ्नो जिल्लामा अथवा कहीँ पनि आफ्नो सुविधा हेरेर सबै केही होटेलहरू हुन्छ, अरू व्यवसायहरू पनि हुन्छन् जहाँ कि रोजगारीहरू बढाउने र नेपालीहरूलाई यहीँ बसेका नेपालीहरूलाई रोजगारी दिने र आफू पनि अगाडि बढ्ने किसिमको वातावरण कोरियामा बसेका काभ्रेलेहरूलाई पनि म यो विशेष गरेर सन्देश दिन चाहन्छु। र मैले चाहिँ कोरियामा बसेका काभ्रेलेहरू चाहिँ खासै चिनेको छैन। अब प्रेम सर मार्फत म
चिन्ने कोसिस गर्छु। तपाईँलाई चिन्ने भयो। हजुर। काभ्रेका सम्पूर्ण हाम्रो कोरियामा काभ्रे समितिको हाम्रै चिनेका भाइहरू हुनुहुन्छ। काभ्रेको झन्डै 400-500 छन् कोरियामा काभ्रे समितिका। र हाम्रो कुमार दाइलाई आज काभ्रेकै हुनुहुन्छ र तपाईँहरूले चिन्नुहोला र तपाईँहरूको केही दुःख बिमार हुँदा काभ्रेकै हुनुहुन्छ, अल्का हस्पिटल सम्झिनुहोस् है। ल अब दाजु जाँदा जाँदै हजुर। हाम्रो कोरियाबाट फर्केका साथीभाइहरूले नेपालमा व्यवसाय गर्नुभएको छ। उहाँले चाहिँ आफ्नो उत्पादन र आफूले गरेको व्यवसायको केही भाउचरहरू अथवा यस्तो पठाइदिनु भएको छ, त्यो तपाईँलाई टक्राउन चाहन्छु। र सबैभन्दा पहिला चाहिँ कोरियामा एउटा रोजगारीको सिलसिलामै प्रवेश गरे बहिनी हुन्छ पोखराका पबी गुरुङ हुनुहुन्छ होइन। उहाँ चाहिँ कोरियामा झन्डै 12 वर्ष कोरियाको एउटा रोजगारी सकाएपछि र कोरियामै फेरि उहाँले चाहिँ अब नेपाल गएर के गर्नुपर्छ भनेर चाहिँ ब्युटीपट्टि होइन, ब्युटीपट्टि चाहिँ उहाँले प्रशिक्षण सिक्नुभयो, ट्रेनिङ गरेर सिकेर चाहिँ नेपालमा आएर अहिले DMCL स्किन प्लस कोरियन स्किन भनेर चाहिँ अहिले बालवाटार चाइनिज हस्पिटल अगाडि, चाइनिज एम्बेसीको ठ्याक्कै अगाडि, त्यस पछाडि बुटोल, पोखरा, धरान लगायतमा विभिन्न क्षेत्रमा पनि ब्रान्चहरू गरेर अहिले ब्युटी सम्बन्धीको धेरै अगाडि गर्दै हुनुहुन्छ होइन। उहाँ बहिनीले चाहिँ एउटा तपाईँलाई स्किन केयरको लागि चाहिँ भाउचर पठाइदिनु भएको छ। अब म्यामलाई लानु भएन हुन्छ, हजुर जानु भएन हुन्छ होइन। गएर उहाँ बहिनीको अब काठमाडौँमा नजिक पर्ने चाहिँ बालवाटार चाइनिज एम्बेसीको अगाडि छ DMCL स्किन केयर होइन, कोरियन स्किन केयर, त्यहाँ तपाईँलाई यो भाउचर दिन चाहे दाइलाई एउटा यो। अनि हाम्रै नेपालमै अब चाहिँ पहिलोचोटि अहिले यो चाहिँ कोरियन ओरा प्रोडक्सन चाहिँ उत्पादनलाई 9वटा अहिले नेपालमा चाहिँ यो ब्युटीको सौन्दर्यको सामानलाई उत्पादन अहिले इमाडोलमा गरिसक्नु भएको छ होइन। अब यो अस्ति उद्घाटन पनि भइसक्यो होइन, त्यसले गर्दा चाहिँ अब यो चाहिँ नेपालमै पहिलोचोटि, इतिहासमै पहिलोचोटि चाहिँ यो चाहिँ नेपालमा उत्पादन गरेको छ। यो चाहिँ कोरियाकै हाम्रो कोरियामै बस्ने हाम्रो साथी, कोरियामै व्यवसाय गर्ने साथी र कोरियामै आएर हाम्रो गर्ने यसलाई चाहिँ उत्पादनमा ल्याउनु भएको छ। गङ्गा खतिवडा विनोद कुवर कम्पनी चाहिँ NK कस्मेटिक प्राइभेट लिमिटेडबाट चाहिँ ओरा कस्मेटिक पठाइदिनु भएको छ। यो दाइलाई पनि उपाधि अनि अरू चाहिँ अब यहीँ अब कोरियन बेबीको दाइलाई थाहै छ है। कोरियन बेबीको पनि एउटा कोरियाबाट रिटर्निस भएपछि आएर नेपालमा के रोजगारीको सिर्जना गर्नुपर्छ भने के व्यक्तिहरू कोरियामै हुने व्यवसाय साथीहरू र नेपालमै हुने व्यवसाय साथी मेरो अग्रतामा चाहिँ यसलाई अगाडि गर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ भनेर कोरियन बेबीको रेस्टुरेन्ट जुन चाहिँ तपाईँको अल्का हस्पिटलको अगाडि, अल्का 2 हस्पिटलको अगाडि छ, त्यसको पनि एउटा फुड भाउचर एउटा दाइलाई टक्राउन चाहन्छु यो। र अन्त्यमा चाहिँ यो कोरियामा एकदमै जो लेटेस्ट हो दाइ होइन। यो चाहिँ अब कोरियामा चाहिँ मैलो मार्दाखेरि यसलाई टेबिल्गी भन्छ अथवा बाट टावल भन्छ यसलाई होइन। कोरियामा चाहिँ अब कोरियामा जानेहरूले पुरा अब नेपालमा पनि प्रवेश भइसकेको छ धेरै होइन। यो चाहिँ मेरो टक्सोको तर्फबाट दाइलाई मैलो मार्ने एउटा बाट टावल पनि तपाईँलाई है। ल दाइ अब अन्त्यमा दाइ समयको बावजुद व्यस्तताको कारणले पनि निम्तोलाई स्वीकार गरेर एउटा टक्सोमा आइदिनु भयो, यसको लागि एकदमै धन्यवाद दिन चाहन्छु। अब मलाई पनि अब कोरियासँग नेपाली कोरिया गएर काम गरेको र नेपालमा पनि केही गरौँ, कोरियाबाट नेपाल फर्केपछि केही गरौँ भन्नको लागि यो एउटा टक्सो, कोरियन टक्सो चलाइरहनु भएको छ। यो माध्यमबाट थुप्रै मान्छेले केही न केही जानकारी उपलब्ध गर्छन्, हासिल गर्छन्। मलाई पनि त्यो अवसर दिनुभयो। यो कोरियन टक्सो लगायत यो टिम र प्रेम गुरुङलाई धन्यवाद दिन चाहन्छु। ल यो सम्पूर्ण हाम्रो कार्यक्रम चाहिँ भर्टसाइड प्रडक्सनबाट प्रसारण भइरहेको अवस्था छ। यदि तपाईँहरूलाई कुनै पनि विवाह, कुनै पनि विज्ञापन, म्युजिक भिडियो लगायत विभिन्न किसिमको तपाईँहरूलाई आवश्यकता परेमा भर्टसाइड प्रडक्सनलाई चाहिँ सम्पर्क गर्नुभयो भने सम्पूर्ण कुरा उपलब्ध हुनेछ। र बिचमा चाहिँ हामीहरूले पानीहरू खाँदै गयौँ,
यो पानी चाहिँ हाम्रो कोरियाबाटै फर्केका भाइ मिलन श्रेष्ठ भाइले चाहिँ दोलखाको हुनुहुन्छ। मिलन श्रेष्ठ भाइको उत्पादन हो। नेपालमै अब उत्पाद केही गर्नुपर्छ, नेपालको पानीलाई शुद्ध पानीलाई विश्वव्यापी गर्नुपर्छ र नेपालीलाई शुद्ध पानी खुवाउनुपर्छ भनेर एउटा मौलिक नामबाटै म पानी भनेर एउटा नामाकरण गरेर चाहिँ उत्पादन गर्नुपर्छ। यो पनि कतै माटमा कतै जाँदाखेरि यो देख्नुभयो भने टपक्क टिपेर हालिदिनु होला भन्न चाहन्छु। र सम्पूर्ण हाम्रो यस कार्यक्रमलाई जुन आफ्नो तर्फबाट चाहिँ सपोर्ट गरिदिनु भएको छ सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र सधैँ सुस्वास्थ्य रहनुहोला, खुसी रहनुहोला। स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। आज स्वास्थ्यकै व्यक्ति आउनुभएको छ हाम्रो कुमार दाइ। स्वास्थ्यलाई एकदमै केयर गर्नुहोला र खुसी हुनु जान्नुहोला र प्रत्येक दिन खुसी भएर दिनचर्या बिताउने पनि प्रयास गर्नुहोस् भन्दै आजको सम्पूर्ण कार्यक्रमलाई यहीँ बिट मार्न चाहन्छु। हवस् त, धन्यवाद। 감사합니다. 네, नमस्कार।